सेतोवालामा हुन्छ सर म भरिएन सेतो छ खाली छ यो टोक्छ कि हात मोबाइलमा बस्छु कि के भन्दा एक दुईवटाले टोकाएपछि राम्रो हुन्छ एउटा दुईवटाले त टोक्ने होला हो मालिक चिने आयो त असरै परे टोक्ने होला तर कहाँ टोक्ने अर्को हेर्नु सर अर्को यसलाई अब किन उ गरिदिउँ मैले त अब म त उसरी त पाउनु बुढामा म पनि देउता हो है देउता हुँ देउता भएपछि के छ र सानो टुक्रो दिउँ न त्यहाँ हुन्छ कि पैसा हुन्छ भन्ने हुन्छ हेर्नुहोस् त्यो हेर्नु भन्नु सर याउने खतरा खतरा एउटा सरलाई जो 4-5 टोकिसकेँ टोकेले यार टोकिसक्यो नि कतिवटा टोक्यो लगभग 5वटाले 2-3 त टोक्यो होइन 5वटा टोक्यो जस्तो लाग्यो हजुरलाई यसले त हामीलाई नि टोक्ला त्यो बिस्तारै आउला जाऊ 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 यसैमा आफै चिप्केर आफै मर्ने पनि रहेछ नि यस्तो भइसक्यो एक किलो हेरेर निकाल्नै पर्यो चलाउनै भएन भाँडो ठुलो चाहिने भयो अब यो म नहाल्यो भने त ऊ पनि हुन्न हजुर मौरीको पानी बिग्रिएछ कि दोकान आएन ती भएको ऊ मात्रै म मात्रै खाने बानी पऱ्यो जस्तो लाग्यो हो कि तपाईँले काट्नु भएन पर्यो त्यसलाई म हाल भन्ने के गर्नु पर्यो त्यसको लागि त सबै निकालिदिनु पऱ्यो त्यहाँ यति राखिदिएपछि सुरुबाट ल्याउन जान्छ के आफै मर्छ पहिला जम्मा गर्ने रहेछ त्यसरी खाइहाल्ने रहेछ जम्मा गर्यो खाइदियो तपाईँले किनभने उसलाई दिइरहनु भएको छ रहेछ त म त अलिअलि पारिनँ त्यस्तो छैन भनिया जस्तो चित्त बुद्धो छैन क्या स्वाट मुखनाले चोममा पार्ने छ तपाईँले मलाई टोकाउने भन्नुभएको छ हेर्नुहोस् हो यो हो क्या तरिका हो यो पनि आउने यसलाई भन्छ खासमा म यो हो क्या त्यो खै सर सानो भयो नि ए पुरै भरिया रहेछ नि पुरै भरिया छ त्यहाँ भरिया छैन होइन न भर्खरै भरिया रहेछ नि तत्काल भरेको एकदम फ्रेसवाला रहेछ यो खाइदिनु हो यो हो सर म यो म ए यो होइन नि यसमा चाहिँ यो पनि भर्खर भर्न सुरु गरेर रहेछ त्यसमा चाहिँ भरिसकेको रहेछ हो यस्तो हुन्छ म हो यस्तै भयो भने तपाईँको कति छिटो भाग्छ म के भन्छ सर त्यसलाई यसलाई चाका चाकाभित्र लुकेको म मौरीको चाका मौरीको चाका मौरीको छाते भन्छ यो रोटे मौरी हालेर छ कि रोटे हो रोटे जाऊ जाऊ हाम्रो सरले भने जुन दिया हो म त आजभोलि नहेरी विचार गरेको थिएँ मलाई कता कता टोके जस्तो लाग्यो नि कहाँ टोक्यो टोक्यो कता टोक्यो तपाईँले यो त 1 किलो होला है सर यसैमा हो ए यसले त टोक्छ अब यो टोक्छ सेवा भयो खै छम्नुहोस् त 1 किलो हुन्छ होइन यो त 2 किलो हुन्छ निकाल्नु निकाल्नु छैन यार निकाल्दै गर्नु है मलाई भनिहाल्नु फेरि खान्छ फेरि के खालको म टोकेर टोकेर टोक्यो कहाँ खुट्टामा हेर्नु न छैन तर खै देखाउनु त सन्तोष सर हेलो गाइज यो अब आज हामी मौरी
यो उसित छ नि होइन भने यो जुन 25 किलो त दुईटा घारबाट निक्लिन्थ्यो पहिला के डराउनु पहिला जस्तो अस्ति नै निस्केन त अस्ति पनि तपाईँको कार्तिकका महिना पनि त्यति निक्लेन नि त्यसलाई महिना बनाउने यो किरा खाने खानु के दामी हुन्छ पऱ्यो लास्टमा चपाउँछु लास्टमा यहाँ अलि सबै राख्नु न केमा छ त यो सेतो खाइदिने पुरै घिन लाग्छ होला नि यो हुन्न मासु जस्तो त चपाउने रस लिने पक्रा फाल्ने मौरी मर्छ अहिले रुखो सिजन रहेछ ए सिजन अहिले रुखो रहेछ साल समय पनि रुखो छ कि यस्तो बदलीको हजुरलाई नि एकदिन देखाउँ हजुर अब यसमा छैन यसमा मात्र यो यसमा छ कि खेल्ने हुन्छ अब एकछिन खेल्ने होला थाल्ले त है थाल्ले त त्यो थाल्ले कतिको जोड हुन्छ तपाईँको एक किलो छ भने ठिक छ होइन सर मैले यो समाएर लिनु कारण के होला यो यसै खानालाई एउटा झिकेर एउटा सानो पिस भाँच्नु न एउटा मलाई पनि ठुलो भइहाल्छ कि आयो यति खान्छु म धेरै त खान सकिन्न खाएर ओहो तपाईँको घाँमा बुझ्यो क्या बुझ्दै गएर बाठा चक्कर कृषिमा ढालेर यसो समाउनु सक्छ माथि सबै बाठाले नै ढाल्यो म त अलिअलि अब चाहिँ निकाल्न गाह्रो हुने भयो निकाल्न गाह्रो हुने निकालेर राखेको छ छैन छैन सर क्या धेरै त दाइ त फेरि पहिल्यैको कनेक्ट छ कि लेखेर गइरहन्छ नि के भन्नु छ तपाईँले बटकोले के नि छिटो कपालसँग गर्नु अझै गर्नु जस्तै पनि गोबर मैले यहाँ धोइकिन त्यो पोल्दा सरले मिसाउनु हुन्छ उता फेरि चुलामा खोल्दालाई कहिले गरा उमारे बाल्टीबाट त्यसरी गर्नु त्यसरी हानेन त्यसरी यो त पोखिन्छ त्यसरी हुन्छ र सलाउनु भाँडो सानो छ तल हातमा आउँछ नि पछि एकछिनमा अब चुने
धेरै जस्तो भिजिट भएन। नेपाल वर्ष 2085 र नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन सघन तयारी गर्नेछौँ। उच्च मूल्यका पर्यटक लक्षित रिसोर्ट र होटल निर्माण र सञ्चालन त्यो मम्मीलाई बोला त जा प्रोत्साहन दिने व्यवस्था गरेको छु। पर्यटन गतिविधिहरूलाई आरोग्य पर्यटनको मूल गर्ने विषयवस्तुमा ब्रान्डिङ गरी पर्यटकका स्रोतहरूमा विविधीकरण गरिनेछ। नेपाललाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनः नियामक सञ्चालकको पृथक भूमिका स्थापित गर्नेछौँ। त्यो माथि त्यो समय रहनु कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ। कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौँ। व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व बढाउने पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% सम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने। नेसले राम्रो छ है। अहिलेसम्म रक्सी खानु भएर हिँड्छ, जाँड खानु भएर हिँड्छ भन्ने कुरा अहिले बुझ्यो। मैले यो हो क्या वित्तीय सेवा, कर प्रणालीमा सहभागिता, भिसा आवेदनसम्मका सबै सेवा आबद्ध गरी सूचना प्राप्ति, खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता छैन दिनेछ। छैन तेरो मैले थोरै गरेर सरले कर लायो बिना वर्षा प्रवाहमा थप सहुलियत निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सक्नेछ। स्पिड बढी भयो है। यो स्पिडले दुर्घटना पनि जान्छ। पुँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार प्रोत्साहित गर्नेछौँ। नव उद्यम, स्टार्टअप,